चिपट्याक भएकोले गर्दाखेरि चाहिँ यहाँ चाहिँ हाम्रो साथीहरू सबै यतातिर बस्नु भएको छ। तर काफलेले लास्ट टाइममा केटी पाएन, त्यहाँ चाहिँ अलिकति दुःख लाग्यो होइन। त्यो मात्रै हाम्रो चाहिँ यहाँ चाहिँ आज चाहिँ उनको स्वेटर जाँदैछ होइन। उनको स्वेटरमा चाहिँ हामीले चाहिँ यहाँ फोटो सुटहरू पनि गर्दैछौँ। अहिले एकदमै राम्रो लाग्यो मलाई चाहिँ। भनिदिनु त ल। साथीले गाडी यत्रो बोलाएर बिजोक बनाइसक्यो नि यार यहाँ त। हामीले चाहिँ ठ्याक्क अहिले चाहिँ अनलाइन मसँग यकमा आइसकिसक्यो होइन। के को स्वेटर अरे सर? उनको स्वेटर। उनको स्वेटर हजुर, उनको स्वेटर हजुर। त्यहाँ लेडिजहरूले चाहिँ उनको स्वेटर लिएर आछन् अरे होइन। हजुर हजुर। हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। तपाईँहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। म चाहिँ अहिले साथीहरूसँग आजको दिन चाहिँ फिल्म हेर्न हिँडेको हो। हामी चाहिँ पर अलिक टाढा छ फिल्म हेर्न जाने ठाउँ चाहिँ। हामी लगभग यकमा आइपुगिसकेको छौँ। आजको हाम्रो फिल्म चाहिँ के पो सर भनिदिउँ त? उनको स्वेटर। उनको स्वेटरमा चाहिँ हामी जाँदैछौँ होइन। अनि साथीहरू पनि धेरै हुनुहुन्छ यतातिर। टक्कसँगले हामी कता हिँडेको भनिदिनु त तपाईँले? हामी आज उनको स्वेटर दिनलाई हिँडेको। उनको स्वेटर बुनेको रहेछ होइन। अनि टक्क हामी चाहिँ उनीलाई नि लगेर दिने हो। त्यही कारणले गर्दाखेरि हामी चाहिँ 2 4 6 जना छौँ। 7जना हुनुहुन्थ्यो, एकजना चाहिँ आउँदै हुनुहुन्छ। फेरि हिरो चाहिँ यता हुनुहुन्छ क्या हाम्रो चाहिँ भाइ चाहिँ बबाल हो नि। लगाइन्छ हामी चाहिँ यहाँनिर समान यकमा आइपुगेको छौँ। अहिलेको लागि हामी ट्रेन वेटिङमा छौँ। यहाँबाट चाहिँ लगभग हाम्रो लागि चाहिँ 40-45 मिनट जति लाग्छ पुग्ने ठाउँ हाम्रो गन्तव्य भनेको चाहिँ। गाइज हामी चाहिँ अहिले चाहिँ सर्ट यहाँ यकमा आइपुग्यो हो। यकमा चाहिँ समान यकमा आइपुगिसक्यो। साथीहरू पनि यतातिर टर्नै हुनुहुन्छ अब फिल्म हेर्नु। आजको यो लास्ट इन्ट्रेस्टिङ नै होला नि होइन। उनको स्वेटर हामीले बुनेर राखिदिएको छ होइन। त्यही कारणले गर्दाखेरि अब हामी पनि प्रस्थान हुनु लागिसक्यौँ। अब हाम्रो ट्रेन पनि आइसक्नु लाग्यो। पानी खाने हो? पानी किनौँ न त ल। भित्र त के हाम्रो हिरो छ नि हाम्रो साथी फेरि यता। हामी चाहिँ अब ट्रेन चढ्न लागेको। फ्यान्टेक आइसकिसकेको छ ट्रेन। गाइज जाऊँ ल। के पैसा पैसा त टन्नै छ नि। तिमीसँग पैसाको कमी हुन्छ र कान्छा। तिमीसँग कहिले पैसा कमी छ भन्नु त ल होइन। न यहाँ हो न नेपालमा हो। कहिले कमी छ कहिले छैन हामीलाई कमी। हामीलाई होइन कि भाइलाई चाहिँ मलाई चाहिँ फेरि कमी नै छ यहाँ। मलाई त लास्ट पैसाको तपाईँहरू इम्पोर्टेन्ट यार खाँचो परिरहेछ अहिले। अब मलाई साथीहरूले पनि यसो हेल्प चाहिँ गर्नुहुन्छ भन्ने पनि विश्वास छ। कसो खान्छ भनिदेऊ त तिमी होइन। यत्तिको छ कि भाइहरू चाहिँ साथीहरू चाहिँ हुनुपर्छ यहाँनिर है। अनि चाहिँ लाइफ चल्छ नि त राम्रोसँगले। अब हामी चाहिँ यहाँबाट लगभग फिल्म हेर्न जाने ठाउँ चाहिँ कति लाग्छ भन्दाखेरि कति 40-45 मिनट जति लाग्छ कि। अनि त्यहाँ साथीहरू पनि आउनुहुन्छ। अनि साथीहरूले चाहिँ फिल्म हलतिर लग्नुहुनेछ। म भरे कल गर्छु साथीलाई गएर। यहाँ चाहिँ अब हामी चाहिँ एकछिन वेटिङमा बस्ने हो गाइज। कति टाइम लाग्छ भन्दाखेरि होइन 5 मिनट बाँकी छ ट्रेन आउनको लागि। अब हामी वेटिङमा छौँ। हामी चाहिँ अहिले चाहिँ ट्रेन भर्खर हाम्रो ट्रेन चाहिँ आउँदैछ गाइज यहाँबाट। लगभग हामीलाई चाहिँ यहाँबाट अब यो 1 मिनटभित्र रोक्छ होइन। अनि साथीहरूसँग चाहिँ म चाहिँ यहाँ साथीहरूसँग बसिरहन्छु। साथीहरू पनि यता बसिरहनु भएको छ। आज फिल्म चाहिँ लास्ट मजा हुन्छ जस्तो लागिरहेछ हाम्रो फिल्म हेर्नको लागि। मेरो भाइले पुरा गिम्बल सिम्बलहरू बोकेर दामी बसिरहन्छ। अनि अब हामी चाहिँ इन्ट्री गर्दैछौँ यहाँबाट गाइज। ओपन द डोर। आज त खाली छ है कि हो? पुरै खाली छ। साथीहरू चाहिँ टक्क यहाँ अहिले हामी अब ठ्याक्क ओसनमा झर्नु आँट्यो। साथीहरू चाहिँ पुरा यहाँ बसिरहन्छ। मेरो अर्को साथीहरू चाहिँ पर हुनुहुन्छ कि। मेरो साथीहरू चाहिँ अरू चाहिँ यहाँनिर बस्नुहुन्छ। भाइ उठ्यौ उठ्यो कि अब चाहिँ रेडी भयो ल। अब चाहिँ रेडी झर्ने टाइम भइसक्यो। हामी चाहिँ ठ्याक्क अहिले चाहिँ अनलाइन मसँग यकमा आइसकिसक्यो होइन। झर्ने ठाउँ पनि यही हो। यक पनि अब आइसकिसक्यो गाइज। अब हामी चाहिँ एक्साइटेड भइरहेको छौँ फिल्म हेर्न जानको लागि। अब मलाई साथीले त्यहाँ रिसिभ गर्न आउनुहुन्छ। हामी चाहिँ साथीसँग चाहिँ अनि सँगै जाने हो। उसले थाहा छ हामीलाई थाहा छैन नि त। त्यही कारणले गर्दाखेरि चाहिँ अब तल झर्छौँ हामी गाइज। उसलेको लागि साथीलाई म कल गरिहालेँ। साथीले गाडी यत्रो बोलाएर बिजोक बनाइसक्यो नि यार यहाँ त हामीलाई त। कता हो तपाईँ चाहिँ?
हामी ठ्याक्क यो ओन्याङ्गो सनियोग भन्ने ठाउँमा आइसक्यो सर तपाईँको अनि सहरमा आएर हामीले चाहिँ यहाँ हामी चाहिँ हराइसक्यो त नि सर के हो अनि पारा यसरी अनि तपाईँले उनको स्वेटर बुनेर राखिदिएको छ भन्दै अनि तपाईँले चाहिँ मलाई अनि यसरी धोका दिने हामीलाई यहाँ हामी हेर्नु त यहाँ कतिजना छौँ साथीहरूसँग त्यही त भन्दै हुनुहुन्थ्यो त नि त्यही अनि हामी त यहाँ अलपत्र पऱ्यो त सर हेर्नु त हाम्रो साथीहरू सबैजना यहाँ बसेर गरेर गइरहेछ नि तपाईँ चाहिँ कहाँ हुनुहुन्छ खै तपाईँको त्यही त अलिक चाँडो चाँडो आउनुपर्छ सर यसरी बिजोग बनाउनु भएन नि त के हो कुरो साथीमा यसरी धोका हुन्छ आउँदै हुनुहुन्छ रहेछ साथी पनि दिनु अब एकछिन यस्तो बस्नु न त है म साथीलाई फेरि फोन गर्छु ल अनि तपाईँ कता हराउनु भयो यत्रो टाइम भइसक्यो त हेर यहाँ घामले डढाएर मान्छे सेकुवा बनाइसक्यो त होइन सर म आइसकेँ म आउँदैछु हजुरलाई लिनको लागि भनेर आउँदैछु सर कति जानुहुन्छ के हुनुहुन्छ तपाईँहरू छिटो 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 यता यता छिटो आउनु पर्छ सर तपाईँ चाहिँ ओके 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 म कुद्दै आउँछु त तपाईँहरूलाई अलपत्र परिसक्यो त घाममा त ल ओके सर म आइसकेँ ल ओहो ल मैले देखेँ सर आउनु ल यताबाट आउनु रहेछ नि ओ माइ गॉड सर के हो ढिलो गरिदिने हामीलाई होइन सर अब फिल्म चाहिँ चल्न सुरु भइसकिसक्यो फिल्म हेर्नु चाहिँ कता हो सर त्यो यताबाट जानुपर्छ सर टक्कसँग सिजिबी भन्नेमा गएर हजुर त्यहाँ टिकट सिजिबी हलमा हो हजुर त्यही त अन्जान सहरमा यार यत्रो ठुलो सहर रहेछ मलाई त थाहै भएन नडराउनु म छैछु नि म तपाईँ भएर त हामी यत्रो आएको यार साथीहरू लिएर हाम्रो साथीहरूसँग साथीहरू कता हुनुहुन्छ मास्तिर जाऊँ न त ल आउनु त जाऊँ कता छ तपाईँ हामी गाई चाहिँ अब हामी चाहिँ फिल्म हलतिर जाँदैछौँ साथीले लग्दै हुनुहुन्छ हामी चाहिँ आज हामी के को स्वेटर अरे सर उनको स्वेटर हजुर उनको स्वेटर हजुर त्यहाँ लेडिजहरूले चाहिँ उनको स्वेटर लिएर आएछन् अरे होइन हजुर हजुर अब हामी गएर चाहिँ अब त्यहाँनिर लिनुपर्ने छ हाम्रो फिल्म हल चाहिँ यतापट्टि पर्छ गाइज तपाईँहरूलाई म लग्दैछु म होइन कि साथीले लग्दैछ होइन अब तपाईँहरूलाई पनि यहाँ देखाउँदैछु मेरो साथीहरू चाहिँ बाँकी यता मास्तिर रहनु भएको छ हेलो गाइज साथीहरूलाई जाउँ लाग्दिउँ हेलो जाऊँ ल ए साजन खै दिपक खै दिपक आएन नि यार हो र साजन आउँदैछु भनेर भन्दै थियो केटो पर्खौँ है भन्दैछु ल अब हामी एकचोटि यहाँ एकछिन बस्नु न साथीहरूसँग मेरो साथीहरूसँग चिन्जान गरौँ न तपाईँ यार ओके हुन्छ के भन्नु हामी त पहिला पनि भेट भएको साथीहरू मेरो नाम चाहिँ एन्ड्राई हजुर हाम्रो चाहिँ यहाँ चाहिँ साथीभाइको परिचय हुँदैछ होइन गाइस तपाईँहरूले एकचोटि बिर्सिहाले व्यक्ति हुन्छ कसैलाई चुज गर्न चाहनुहुन्छ भने हाम्रो साथीहरू हुनुहुन्छ त्यही हुन्छ अनुहार देखिन्छ नामहरू भुलिहालिन्छ कि एकचोटि त हामी भेटेको जस्तो लाग्यो ट्रेनमा आउँदाखेरि हामी लागौँ के गर्ने अब एकजना साथी आउँदै हुनुहुन्छ कि अनि त्यहाँ चाहिँ टक्कसँगले बसौँ न त गाइज कुन हामी त्यही त कहाँ आइपुगिसकेको चाहिँ हो ए भनेपछि आइसक्नु आँट्यो अघि आइसक्नु आँट्यो अब हामी बिस्तारै तपाईँलाई साथी आइसक्यो अनि सर यो तपाईँको चाहिँ अनि कति करोडको घडी हो कि यो रुपियाँको घडी हो होइन यो कोरियामा चाहिँ यो चाहिँ लाखको है लाखको हो हजुर कति लाख जतिको पर्छ सर यो लगभग 3 लाख जतिको छ करोडको घडी हेर्नुहुन्छ ल देखाउनु न त देखाउनु त प्लिज विशाल हजुर हाम्रो यो कतिको भनिदिनु त ल कतिसम्म जान्छ होला यसको प्राइस चाहिँ कति जान्छ होला भनिदिनु यसको ब्रान्ड चाहिँ अब त्यो दर्शकहरूले आफै कमेन्ट गर्नुहुन्छ हजुर भनिदिनु न त एकचोटि बढ्ने हो अहिले चाहिँ थोरै किन यसमा कम्युनिकेसन गर्ने भन्ने विषयमा चाहिँ त्यही कारणले गर्दाखेरि चाहिँ साथीले भन्नु भएन कि तर यो चाहिँ फेरि एकचोटि देखाइदिउँ न त यो ठाउँ अनुसार दाम बढ्छ कलेज सोधेको चाहिँ भन्नु होइन तिमीहरू लाग्दै गरेको हामी टक्क यकबाट चाहिँ अहिले साथीहरू एकजना साथी बल्ल बल्ल आइपुग्नु भयो क्या अनि त्यही कारणले गर्दाखेरि कति टाइम वेस्ट भयो अब के हो भन्दाखेरि चाहिँ टक्कसँगले पर गएर चाहिँ फिल्म स्टार्टिङ हुन लागिसकेको छ 1 बजीबाट स्टार्टिङ अरे होइन अनि त्यही कारणले गर्दाखेरि अब हामी जाँदैछौँ तर सबै यहाँ चाहिँ रातो बत्तीले ठ्याक्क फेरि हरियो बल्दैछ अहिले चाहिँ रेडी भयो त गाइज हामी चाहिँ लाग्दैछौँ
गाइजहरू सबैजना कतै हेरिदिनु होला होइन गाइज हामी चाहिँ यहाँबाट चाहिँ जाँदैछौँ ल अहिलेको लागि चाहिँ टक्कसँगले यहाँबाट अब हाम्रो नेपाली रेस्टुरेन्ट पनि यहाँ छ नमस्ते हिमाल रेस्टुरेन्ट भन्ने चाहिँ यो हो चाइनिज कान्छा दादाको हो यो चाहिँ होइन गाइज यो रेस्टुरेन्ट हो त्यसमा अलिकति ओइल छिनमा गर्नु पर्ला कि जाम ल सिधै उतै हेलो कहाँ हुनुहुन्छ खोइ के भएर म झुकिरहेको थिएँ होइन कसलाई देखेर चाहिँ ए उहाँलाई देखेर उहाँ त अनि ठ्याक्कै कोरियन नै हो नि त हो कि भन्नु त ल तपाईँ कोरियन हो कि मान्छे पनि कोरियन हो नि त स्टाइल पनि अब स्टाइलहरू पनि सब कोरियनको छ उहाँको त कोरियन नै हो नि मेन कोरियन नै हो नि अनि गाइज आज चाहिँ हाम्रो चाहिँ ग्रुप चाहिँ धेरै ठुलो छ ल फेरि परदेखि वरसम्म छ होइन गाइजहरू तपाईँले हेर्नु सक्नुहुन्छ है अब हामी सिजिबी हल चाहिँ ठ्याक्क आइपुग्नु लाग्यो हामी चाहिँ गाइज लगभग सिजिबी हलमा आइसकिसक्यो होइन यही हो तपाईँहरू पनि फिल्म हेर्न आउने ठाउँमा चाहिँ अनि हामी जाने पनि यही हल हो यो चाहिँ लगभग 5 तलामा हामी गयो भने ठ्याक्क पुगिन्छ ल गाइज हामी चाहिँ ठ्याक्क यहाँनिर आइसक्यो यो रहेछ होइन जाने ठाउँ चाहिँ यहाँबाट चाहिँ हामी इन्ट्री गर्छौँ साथीहरू चाहिँ गइसकिसक्यो ल जाऊँ न त यहाँले चाहिँ सक्क भने हेलो ओ माई गॉड यार कन्चे हुनुहुन्छ हेलो आरामै हुनुहुन्छ ल ठिक छ कतिखेर स्टार्ट हुने हो अब 1 बजेदेखि चाहिँ हुने हो अब सुरु हुन लाग्यो लगभग 1:30 भइसक्नु लाग्यो त ल हामी लाग्यौँ त मास्तिर है ल गाइज हामी चाहिँ यहाँबाट चढ्दैछौँ हो साथीहरू पनि जाँदै हुनुहुन्छ अहिलेको लागि चाहिँ धेरै हल्ला पनि गर्नुहुन्न होइन हामी चाहिँ सट्टा माथितिर जान्छौँ टक्कसँगले अटिन्छ अब साजन ल गाइज हामी चाहिँ माथितिर चढ्यो 5 तलामा चाहिँ सट्टा थिच्दिउँ त ट्याक्क हामी चाहिँ फिल्म हलमा आइसकिसक्यो होइन यो चाहिँ ट्याक्क फिल्म हल छ हो अब हामी चाहिँ साथीहरूसँग यहाँ सट्ट बसिरहेको छौँ यतातिर आउँदा हुन्छ साथीहरू गाइज हामीले चाहिँ टिकटहरू पनि किनिसक्यो होइन यहाँबाट चाहिँ टिकट किनेर चाहिँ अब दादा हाम्रो कति बजी स्टार्टिङ गरे भनिदिनु त तपाईँले अब कोरियन टाइम त 1 बजे हजुर तर हाम्रो नेपाली समयअनुसार 1:30 बाट चाहिँ स्टार्टिङ हुन्छ है ओके ठिक छ त ल गाइज हाम्रो टिकट आइसक्यो होइन तपाईँहरू टिकट हेर्नु सक्नुहुन्छ गाइज 7जनाको चाहिँ हामीले चाहिँ यहाँ टिकट देखाइदिनु त यो हो नि त आज चाहिँ अलिक सानो रहेछ टिकटहरू चाहिँ गाइज अब हामी चाहिँ चढ्नेतिर लागौँ न त ठाउँहरूतिर है के भयो गाइज हाम्रो चाहिँ यहाँ चाहिँ आज चाहिँ उनको स्विटर जाँदैछ होइन उनको स्विटरमा चाहिँ हामीले चाहिँ यहाँ फोटो सुटहरू पनि गर्दैछौँ अहिलेको लागि चाहिँ म पनि थोरै यस्तो गरिदिनु पऱ्यो क्या हामी चाहिँ यहाँ चाहिँ होइन उनको स्विटर हेर्नु आइदिएको छौँ गाइज तपाईँहरूलाई म ल गाइजहरू हामी चाहिँ अहिले चाहिँ फिल्म हलमा आइसकेको छौँ कि तर फिल्म हलमा चाहिँ एकदम सिट प्याक भएको छ सिट प्याक भएकोले गर्दाखेरि चाहिँ यहाँ चाहिँ हाम्रो साथीहरू सबै यतातिर बस्नुभएको छ तर उनको स्विटरले गर्दाखेरि आज चाहिँ निकै मान्छेहरू चाहिँ होइन प्रभावित भएको रहेछ गाइज तपाईँहरूले हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ पुरा फुल सिट प्याक भएकोले गर्दाखेरि यहाँ चाहिँ आँखा दुखाउँछ जस्तो भएको छ क्या हाम्रो साथीहरू हेर्नु न यहाँ यतै बसिरहेको छ कि साथीहरू यहाँ हाम्रो चाहिँ मेरो टोलीहरू सबैजना यता चाहिँ खाली नै छैन त यार कता बस्नु त अब चाहिँ यार नमस्ते ठिक छ सबैमा सम्पूर्ण नमस्कार हाम्रो फिल्म केही ढिलो हुन गएको क्षमा गर्छौँ विशेष कारणले ढिलो हुन गएकोमा हामी आयोजक टोलीहरू के छ ठिक छ हाम्रो म धेरै समय लिन चाहन्न तर पनि थोरै मैले चाहिँ गर्नै पर्ने कुरो के हो भने यो प्रदर्शन गरिरहँदाखेरि हाम्रो मुख्य उद्देश्य भनेको चाहिँ खालसा क्षेत्रको चाहिँ पहिचानको लागि सबैजना हामी चाहिँ अहिले चाहिँ मन्तव्य राख्दै हुन्छ साथीहरू होइन कि दाजुहरूले हेलो सर कता अनि यता बस्दै गरौँ न ल ल माथि गएर आउनु त ओके धन्यवाद ताली 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 गाइज गाइज आज चाहिँ हामी चाहिँ यहाँबाट फिल्म हेरेर भइसक्यौँ होइन अलिकति दामी छ होइन ल राम्रो छ ल ठिक छ सबै छ होइन ल बबाल छ ठिक छ नि दाजुहरू
कस्तो छ फिल्म साथीहरू भनिदिनु पर्यो के मोबाइल छ ल ठिक छ ओके ओके यतिको चाहिँ हुनु पर्यो के हाम्रो फिल्म एकदमै राम्रो लाग्यो मलाई चाहिँ फेरि पनि अब अरू अरू नयाँ नयाँ फिल्महरू ल्याउनुहोस् हामी आउँछौँ हेर्नको लागि है हुन्छ तपाईलाई चाहिँ चित्त बुझ्दो पार्टहरू प्रायः सबै नै थियो ठिकै लाग्यो मलाई चाहिँ राम्रै लाग्यो त्यसको पार्ट चाहिँ आउँछ कि आउँदैन पार्टको त त्यति धेरै आउँदैन हस् हस् तपाईँलाई बहुत धन्यवाद है हस् हस् हुन्छ धन्यवाद हाम्रो लुगालाई बल्ल बल्ल भिडियो सोचेको भन्दा राम्रै थियो अब पुरा ह्यान्डसम सर हाम्रो चाहिँ यता हुनुहुन्छ होइन तपाईँलाई चाहिँ आज उनको सिटर फिल्म हेर्दाखेरि कस्तो फिल हुँदैछ त भनिदिनु पर्यो सबै कुरा ठिक लाग्यो तर काफले लास्ट टाइममा केटी पाएन त्यहाँ चाहिँ अलिकति दुःख लाग्यो होइन त्यो मात्रै तर यस्तो त्यतिको माया गरिसकेपछि केटी चाहिँ पाउनुपर्छ है जस्तो लाग्छ मलाई चाहिँ होइन पार्ट 2 आउला कि हो अनि गाइज मेरो पनि फेस देखाउनु पर्यो नि ओ सरी चस्मा पनि नलाइरहेछु त गाइज मेरो चस्मा लगाउँछु ल काफ्लेको स्टोरीबाट हामीले के बुझ्छौँ भने पाउनु मात्रै माया होइन घुमाउनु पनि यो धेरै हल्ला भयो कि है पोइन्टहरु डिस्टर्ब हुन्छ खाजा आउँदैछ नि आउँदैछ त्यसमा धेरै भइन्छ के त्यसमा जाम न त ल सरी गाइज हामी चाहिँ यहाँबाट झर्दैछौँ हो हामी सबैजना के भएन म पनि राई हो नि है साथी त यसले पनि जनाउँछ नि यसले के यसले पनि जनाउँछ नि यहाँ धेरै हल्ला भयो होला भरेतिर हामी भेट्दैछौँ सर है त ओके यार साथीहरू ल बाहिर जाऊँ न त के अरे सर के भन्नुभयो अरे खुट्टा भयो फुटबल चाहिँ केले खेलिन्छ भन्ने कुरा के त्यो भनेको चाहिँ सर उडाउँछु खिच्नेर के खिच्नेर खिचिहाल्ने हो र सर म फोटो खिचिदिनु सर भान्जा भतिज भाइ हुनुहुन्छ होइन हामी सँगसँगै यहाँ आएको अहिले पर फिल्म पनि हेऱ्यो एकमुष्टमा चाहिँ समग्रमा भन्दाखेरि कस्तो लाग्यो त हाम्रो फिल्म आज चाहिँ भान्जा भतिज तर मलाई पनि एकदम राम्रो चाहिँ लाग्यो यो चाहिँ किनभने सबै जातिलाई समेटेर बनाएको फिल्म रहेछ क्या है हो अनि त्यही कारणले गर्दाखेरि मलाई पनि एकदम इन्ट्रेस्टिङ लाग्यो निन्द्रा चाहिँ लागेन आज चाहिँ यो फिल्म चाहिँ नि प्राय यो 34-36 वर्ण भन्छ नि नेपालमा त्यो चाहिँ समग्रमा समेटेको रहेछ क्या यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो कि होइन सबै जातिलाई समेटेर बनाएको रहेछ क्या यो फिल्म चाहिँ अनि जस राम्रो लाग्यो सबैजनालाई सबै राम्रो लाग्यो होला होइन गाइजहरू ल अब हामी चाहिँ घरतर्फ लाग्दैछौँ गाइज कति ढिलो गर्नुभएको यार हजुर कताबाट जाने हो यहाँ हाम्रो के भन्नु बास ल यही लुकमा चाहिँ सर म तपाईँलाई एउटा फोटो प्लिज ल रेडी भयो कस्तो खिच्नुभयो त बाबा खिच्छु हो ल थ्याङ्क यू तपाईँलाई है फाइनली गाइज हामी चाहिँ अहिले चाहिँ मुभी हेरेर पनि आइसकिसक्यो होइन यता हामी साथीहरूसँग पनि सबै मुभी हेरेर आइसकिसक्यो साथीहरू चाहिँ अलिकति माथि छ होइन अनि अहिले चाहिँ हामीलाई चाहिँ फिल चाहिँ एकदम भाइब चाहिँ दामी आइरहेको छ नि होइन एकदम रमाइलो भइरहेछ जस उनको स्वेटर हामीलाई झपक्क लगाइदिनु भयो र पनि हामीले त्यो लगाइसकेर पनि पठाइदिन्छौँ अब एकदम राम्रो छ होइन हजुर सबैजना गएर एकचोटि हेरिदिनु होला त्यही हो अब गाइज तपाईँहरूलाई मैले एउटा हम्बल रिक्वेस्ट गर्न चाहेँ है अब के हो भन्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ मेरो नयाँ च्यानल हो सब्सक्राइब गरिदिनु होला अनि तल रहेको त्यो बेल आइकन हुन्छ नि त्यसलाई पनि ठ्याक्क दबाइदिनु होला कमेन्ट गर्नु होला सेयर गर्नु चाहिँ नभुल्नु होला गाइजहरू अनि थ्याङ्क यू सो मच गाइज वाचिङ द भिडियो